तर निजीकरण के को निम्ति भन्दाखेरि निजीकरण गरेर अमेरिकाको हातमा बुझाउने खेल भइरहेछ। उनको प्रयोगको लागि थियो। उनको प्रयोग किन भन्छ भने जस्तो वायु सेवा निगम कन्ट्रोल गरेर भोलि निजीकरण भन्छ नि, यिनले निजीकरण गरेर त्यो निजी कम्पनीले अमेरिकालाई लिजमा दिन्छ क्या, हुने कुरो त्यही हो। अमेरिकनहरूले लिजमा लान्छन् अनि नेपालका सबै विमानस्थल कन्ट्रोल गर्ने हैन, विमानस्थल कन्ट्रोल गर्ने एउटा रणनीति। दोस्रो चाहिँ प्राधिकरण कहाँ छ भन्छ भने जस्तो अमेरिकासँग त त्यो एमसीसीले बनाए पनि ट्रान्समिसन लाइन हो, ट्रान्समिसन लाइनको चाहिँ तपाईको ग्रिड जङ्क्सन चाहिँ के रे कनेक्सन नेपालमा छैन। त्यो नेपालको निम्ति बनाएकै होइन, उसले आफूलाई बनाइरहेछ। हजुर हजुर। त्यसको कनेक्सन कहाँ छ? गोरखपुर छ। गोरखपुर किन राख्यो? विद्युत धेरै चाहिन्छ, नेपालको बिजुली मात्रै पुग्दैन उसलाई हैन। ठुलो प्रोजेक्ट छ, वार प्रोजेक्ट, नेपालको बिजुली मात्रै पुग्दैन, यहाँ त उपयोग पनि गर्नु पर्यो, उसको चाहिँ प्लान प्रयोग पनि गर्नु पर्यो। अनि त्यो इन्डियाबाट बिजुली लिनको निम्ति उसले कनेक्सन गोरखपुर पुर्याएको छ। नेपालमा कहीँ पनि जोडिन्न अमेरिकाको तपाईको के रे चाहिँ त्यो जो टावर बनाउँछ नि, त्यसको सम्बन्ध नेपालसँग छैन, एउटा कुरा। दोस्रो तपाईँ विचार गर्नुहोस्, उसले चाहिँ ट्रान्समिसन टावर कहाँ बनाइरहेछ? जहाँ नेपालको विद्युत उत्पादन भइरहेछ त्यो एरियाभन्दा बाहिर छैन। सुदूरपश्चिम किन बनेनन् टावर? सुदूरपूर्व टावर किन बनेनन्? किन यहाँबाट हुन्छ? यो चाहिँ सिन्धुपाल्चोकका चाहिँ हाइड्रो प्रोजेक्टबाट यहाँ जो चाहिँ सुरु हुन्छ नि यो के रे चाहिँ अमेरिकाको टावर, यहाँबाट चाहिँ तपाईँको बुटोलसम्म पुगेको छ। अब त्यो चाहिँ तपाईँको के रे हाम्रो सबभन्दा पुरानो त्यो मकवानपुरको देखि लिएर त्रिशुली, अब त्योदेखि लिएर सिन्धुपाल्चोक वरिपरि हाइड्रो पावर यही वरिपरि हो। यही वरिपरि ट्रान्समिसन लाइन बनिरहेछन्, किन विद्युत खिच्नु पर्यो नि त। र त्यो मात्रै होइन, अर्को बुझ्ने कुरा के हुन्छ भने एमसीसी ट्रान्समिसन लाइन बनाउन आएको रे। ट्रान्समिसन लाइन बनाएर त गयो भएको नि, तर त्यति छैन। एमसीसी सम्झौता हेर्नुहोस्, त्यहाँ विद्युत व्यवस्थापन बोर्ड छ, अनि सडक बोर्ड छ, आयात बोर्ड छ, ब्याङ्क एकाउन्ट, 4वटा निकाय छन्। र तिनी निकायहरू एमसीसी 5 वर्ष यो ट्रान्समिसन लाइन बनाएर एमसीसी भनी यो बोर्ड खारिज भए पनि तिनी निकाय विघटन हुँदैनन्, खारिज हुँदैनन्। एमसीसीमा सम्झौता छ, तिनी सधैँ बस्ने गरी आएका छन्। र त्यही एमसीसी सम्झौतामा के छ भन्छ भने अमेरिकाले जहाँ जहाँ हात हाल्छ एमसीसीको नाममा सबै सडकहरूको चाहिँ कर निर्धारण गर्नेदेखि नियम सबै उसले बनाउने कुरा छ। विद्युत नियमन बोर्ड छ, विद्युत पनि अब मूल्य सबै उसले तय गर्छ। उसो त्यो कन्ट्रोलमा लैजानुको निम्ति यहाँ गृह कार्य भएको छ। अब यिनीबाट गराउने काम त्यो हो, एसपीपी सम्झौता अनि प्राधिकरण र वायु सेवाको तपाईको के रे चाहिँ तपाईको बिक्री, निजीकरणको नाममा बिक्री र अप्रत्यक्ष रूपमा उनले पुर्याउँछन्। र एउटा अर्को नियम त उनीले बनाइदिएका छन्। हजुर हजुर। विदेशीले जति हाइड्रोमा लगानी गर्छन् त्यसको सुरक्षा आफै गर्ने भन्ने बनाइदिएका छन्। सेनाले आउने बाटो खोलिदिएका छन् उनीहरूले। त यो सबै परिपञ्च मिलाइसकेपछि एसपीपीबाट अमेरिकन सेना आउने हो यहाँ, र उद्देश्य हो चीन विरुद्ध चाहिँ तपाईको हमला गर्ने। हेर्नुहोस्, म चाहिँ यो नेपालीले अब बुझ्छ जो भोट हाले नि, एउटा नेपालीको मानसिकता मैले के देख्छु, अब यसको विनाश कस्तो हुन्छ भन्ने नेपाली देख्ने समय आयो। नेपाली अहिले लगभग एउटा पागलपनको बिन्दुमा छ, फ्रस्ट्रेसन हो क्या। त्यो गराउन राज्यले गरायो, राज्य एनजिओ विदेशी सबै लागेर यस्तो ठाउँमा पुर्याए, तर नेपालीको दिमाग अहिले एउटा पागलपनको स्टेजमा छ। र यसको दिमागमा बदला भन्दा अरू केही पनि कुरा छैन, रचनात्मक कुरा छैन। अहिले यही विध्वंसकारी चाहिँ मनोदशालाई उनले प्रयोग गरिरहेछन्। र यहाँ के हुँदैछ भन्छ भने तपाईँ अनुमान गर्नुहोस्, माओवादीका क्यान्टोनमेन्ट भएका हतियार कहाँ छन्? सेनासँग छैन, सेनासँग छैन नि। क्यान्टोनमेन्टमा त्यत्रो हतियार थिए जम्मा गरेका, तिनी हतियार कहाँ छन्? अनि चाहिँ त्यो चाहिँ प्रचण्डहरू शान्ति प्रक्रियामा आउँदाखेरि आइसकेपछि एउटा भनाइ तपाईँ सुन्नुभयो, सबै हतियार बुझाएनन्, घातक हतियारै बुझाएनन्। अनि उनले के भने खोलाले बगायो आगोमा जले भने होइन, इयान मार्टीलाई बुझाएका छन्। जो अन्मिनको अध्यक्ष थियो उसका हातमा जिम्मा दिएको छ। तिनी हतियार पनि अमेरिकनहरूले लगे, क्यान्टोनमेन्टका हतियार पनि अमेरिकनले लगे। अनि त्यसपछि मैले पहिले पनि भनेको थिएँ, AK-47 हतियारहरू भित्रेका छन्। देख्ने मान्छेले भने हुन्, हामीसँग देख्ने मान्छेले भनेका हुन्। पुलिसका यत्रो हतियार लुटेका छन्। र यही बीचमा 40,000 तिब्बतीहरूलाई नेपालमा बसोबासको व्यवस्था मिलाउने अमेरिकाले आदेश दिएको छ। उनीकै पालामा त्यो बुढालिङ्गलाई सेन्टर बनाएर चारैतिर तिनी सबै तिब्बतीहरू राख्ने योजना अगाडि बढिरहेछ, नागरिकता दिइरहेछन्। मिसन यो हो। हेर्नुहोस्, अब रातारात हेर्दा हेर्दै हजारौंको संख्यामा यहाँ विदेशी फौज तपाईको सडकमा देखिन्छ।
विदेशी फौज नै विदेशी फौज अब तिब्बती भने कस्तो हो यो रोहिङ्गा ल्याछन् यत्रो संख्यामा रोहिङ्गा ल्याछन् जबरजस्ती ल्याउने शरणार्थी भन्ने प्रमाणपत्र दिने नेपाललाई थाहा छैन त्यो राष्ट्रसङ्घको चाहिँ रिफ्युजी आयोगले चाहिँ मनपरी शरणार्थी ल्याउने अनि त्यसपछि प्रमाणपत्र दिने राख्ने गरिरहेछ हजुर हजुर यही कपनमा कति छन् बाहिरी जिल्लामा कति छन् रोहिङ्गा छन् त्यो मात्र होइन यहाँ त 22-23 देशका मान्छेहरू शरणार्थी भएर ल्याएर चाहिँ प्रमाणपत्र दिएर राखिएको छ त्यो सब भोलिको फौज हो त्यो हेरिराख्नु त्यो काम चाहिँ खुलेआम रूपमै हुन्छ अब होइन खुल्याम भइसकेको छ तपाईँको यही चुनावभन्दा अगाडि मैले त भने पनि चुनावभन्दा अगाडि हजुर हजुर यो टिओबी भन्ने ग्याङ थियो नि दलाई लामाको जो भदौमा देखिएको थियो नि हजुर। यसले काठमाडौँभरि मार्च गरेको छ मोटरसाइकलमा होइन यहाँ कसैले देख्दैन सेनाले पनि देख्दैन पुलिसले पनि देख्दैन अनुसन्धानले पनि देख्दैन अन्तिम दिन त रिङ रोडै घुमे उनीहरू सामाजिक सञ्जाल पनि आयो